यहाँ ढेँडो उडाल्यो यहाँ ढेँडो पाके त बुढी ल ढेँडो दाबिँदै हो पक पक यहाँ भा छैन आगो फुक्नु पऱ्यो नि बुढी अनि त्यत्तिकै पाक्छ बुढी पानी नताप्दै 9 मिनेट गऱ्यो भने पख लाग्छ सेरपेट लागेर मर्छ लाएर ए बुढी पकाएर पकाउनु पर्यो अगायो तिमीहरू अगायो ओइ अगायो अगाएको हो अगायो बाबु खाँदैछ खाऊ खाऊ ल स्याबास खानुपर्छ अब यहाँ सबै सिकाउनु पर्छ यो यस्तो गर्नेको कारण चाहिँ कुनै विषादी पर्या हुन्छ कुनै अब यहाँ किरा फटेर विषादी पर्या हुन्छ अनि आगोमा यसरी सेकाएपछि जस्तै विषादी पनि मर्छ भन्ने चलन छ बाबुबाजेले सिकाइराखेको पहिला छोरा मान्छे दाबिलो टक्क एक ठाउँमा राखेपछि युज गर्ने बेलामा यसरी सिकाउनु पर्छ तताउनु पर्छ अनि मात्रै युज गर्नुपर्छ भन्नु छ ल हाल्यो हाल अझ फापरको ढिँडो र हालल भयो 2 छेउ पनि हुन्छ क्या ढिँडो ओ बस 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 अच्छा यसरी ढिँडो मिठो हुन्छ है बुढी हात पो हाल्नु हुँदैन त यो त डल्लो फोर्नुपर्छ डल्लो मजाले फर्सिएपछि मात्रै पो अनि हाल यसरी हो गाउँघरमा बस्ने हो ढिँडो खाने हो बाबाजीले भन्ने हुन्थ्यो पहिला पहिला खायो ढिँडो हल्लियो हिँड्यो भन्थ्यो त्यही हो कामसाम केही छैन कराईमा कालो खालको कराईमा यसरी ढिँडो उडाल्दैछु अनि यसलाई के भन्छ त बुढी एउटा घोक्र्याउने कि के अरे त्यो यसलाई काफे काफे चाहिन्छ अब यसलाई काफे चाहियो यसरी गर्ने हो आयो फेरि त्यो कुकुर त अघि नै पठाइदिएको यसलाई हड्डी खुड्डी गाई तिमी भाइलाई नि पुग्यो भाइ भात पुग्यो यो खाने नखाने छोरो ढेँडो यो पनि खाने हो सोलो मिसरी खान नानी हो भन्छ छोरी खाने नखाने हो पुग्यो तिमीहरू ढेँडो खान्छस् के खान्छ तिमीहरू ढेँडो अब यसरी आगो गयो बुढी तल मजाले आगो फुन्नुपर्छ बाबुबाजेले भन्थ्यो नाति छोरा बाबुले भनिदिइरहेको थियो हामीलाई ढेँडो उडाल्ने बेलामा मजाले पस्केर खानुपर्छ निधारको पसिना बगाउनुपर्छ तुरुक्कै झार्नुपर्छ ढेँडो उडाल्ने बेलामा भन्नुहुन्थ्यो अनि मात्रै पाक्छ अरे नत्र पाक्दैन रे छडै बुने त्यहाँ छड्न बुने त्यहाँ अँधेर भयो यहाँ बाबु अँधेर भयो छट
के मजा आयो अब यहाँ बस्ने होइन बाबा म गर्छु लु जा यसरी यसरी अलिकति खाने हो ढेँडो मैसा खान ल दुध खान्छस् ल्याउँदैन मन के उता 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 लगेर यो उता लगेर होइन यहाँ उसमा गाउँघरमा यसरी हो चलन लौ जा ढेँडो यसरी पकाउने अनि मजाले सुरुप सुरुप खाने हो नि ढेँडो ओडाल्ने बेलामा होइन जस्तै यो ओडालेको कराई अथवा यो कराईबाट अथवा केही युज गरेको ओडालेमा यसरी ढेँडो पकाउनु बेला यताको सबै यो माम्रोहरू चाहिँ उक्किनु पर्छ अरे पाक्नको लागि अनि मात्रै मिठो हुन्छ भन्छन् छोटो छोरी त्यहाँ अँधेरो भयो यहाँ बसी गर्छु हो त्यहाँ बस यहाँ बस ल यहाँ बस कुकुर धमा छोरी छोरी हुन्छ भाइ त्यसलाई हुन्छ ओइ त्यही नगर्छ खान्छ छोड छोड भात नि खाउँछ जाँच ला दिनभरि भोकै बाँडिराख्नुपर्छ नि स्याल धपाउँछ कि यो कुदाउनु यसरी यो त पाक्यो सेमहरूमा छिम्थे जति छिमसी भयो नि त्यस्तै हो ल राख्नुपर्छ निकाल बुढी लु ओइ जा म गर्छु यो निकाल्छु उता छैन तिमीहरूको अगाडि हामी त आएको छैन अगायो 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 प्रार्थना गर्छु र ल प्रार्थना गर्नुपर्छ यसरी प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ जसरी तपाईँ परमप्रभुले हामीलाई शरीरले वस्ता फिक्री माया प्रेम गरिकन जुटाउनु भएका यो भजन प्रभु तपाईँ परमले धन्यवाद दिन्छौँ प्रभु दिनभरि सुरक्षा सहायता गर्नुभयो अनि प्रभु तपाईँको आशिष र अनुग्रहमा राख्नुभएको निम्ति धन्यवाद प्रभु जसरी तपाईँ परमप्रभुले हामीलाई शरीर वस्ता फिक्री माया प्रेम गरिकन जुटाउनु भएका यो भजन अशुद्ध छ भने शुद्ध र पवित्र पार्नुहोस् प्रभु अनि यसै गरी दिन दुखी असह्य टुक्रा एकल महिलाहरूलाई प्रभु जुटाउनुहोस् खान नपाएहरूलाई प्रत्येकलाई जुटाउनुहोस् भनिकन प्रार्थना गर्दछौँ धन्यवाद छ यो हामी भजन खान्छौँ पिउँछौँ हाम्रो शरीरलाई चाहिने बल पावर तागत शक्ति सामर्थ्य प्रभु यीशु ख्रीष्ट तपाईँ परमप्रभुले हालिदिनुहोस् भनिकन बिन्ती प्रार्थना गर्छौँ आशिष चाहन्छौँ जीवित यीशुको नाममा आमेन
कालबरीको डाँडामा Ama isi orang lagi undu.